यो बिल्वा यसै कर्कस श्रृंगी मलाई थाहा भएको भन्छु है म कुर्सी बिल्वा बिल्वा अनि त्यसपछि यो भन भलातक अनि यो बत्सना बच्चना भयो त गाईको थुन अथवा बाख्राको थुन जस्तो हामीले चुस्ने हुन्छ नि बाख्राको थुन देखेछौ इन्द्रयव इन्द्र जौ देखेछौ अनि यो अशोक भनेको सर्पगन्धा र अर्को यस्तै छ अश्वगन्धा सानो हुन्छ सर्पगन्धा यो चाहिँ सर्पको ठुलो छ अश्व सानो छैन यो चिन्छ गुन्जा कि गुन्जा जटामसी यो वाला के को यही जटामसी के को यो सरले देखाएको याद बिडङ्ग दिशा हैन यो मरिच दिशा यो क्याटको दिशा चित्र रिङ्कल हुन्छ भित्र पनि चित्र कसको चित्र हुन्छ यसको त्यो उस गर्यो भने भित्र चित्र छ के चित्र हुने कसको हो यो हो नि खदिर इन्द्रयव यहाँ छ इन्द्रयव उसमा थिएन त चित्र छ नि यसलाई यसको बिर्को हटाउँदाखेरि यहाँ चित्र छ त्यहीबाट चित्र समथिङ पनि भन्छ यसलाई अनि कुटकी भयो यो गुडुची यो कर्कट श्रृंगी एरन्ड अनि यो त्यो कौडी पिप्पली चिन्छ तिमी रातो यात्राको मन्जिस्टा त्यो रक्तचन्दन रक्तचन्दन यो त्यस्तै चिन्छ तिमी बेसारा लाग्यो बेसारा हरिद्रा भन्छ न यो हरिद्रा दारु हरिद्रा नै दारु हरिद्रा दारुमा छ नि दारु भने काठमा छ गुगुलु त्यो गुगुलु ढुङ्गा जस्तो छ न गुगुलु ढुङ्गा जस्तो कालो कालो लता कस्तुरी हो कि ल्याएर बिग्रा होला त सकिसक्यो होला नै हो कि होइन हो लता कस्तुरी नै हो सुगन्धवाल भन्छ यो अलि झिकिन्छ सुगन्धवालमा गर्छ सुँगेर थाहा हुन्छ सुगन्धवाल आउँछ यो मदन फलले जस्तो लाग्छ मदन फल त हो मदन फल अनि यो चाहिँ दासाको त्यो चाहिँ वंशलोचन यो त्यही सेतो वाला यो शङ्ख नागकेशर हो यो चाहिँ होइन रे वंशलोचन यस्तै उसमा छ त उता बनाएको तेरोबाट निकाल्यो अर्कै भागेर यो चाहिँ अर्जुन त चिन्ने अर्जुनको यो बताउँ त्यो चाहिँ काफलको बाहिरको चराचुर हो अलि बाक्लो हुन्छ यसको छारो काफलको छारो यो चाहिँ अलि मुसली र सताबारीमा आउँछ सताबारी त नहोला कालो र सेतो मुसली छ खाइदिने मधुरो मधुरो पर्छ अरू यति हो सर्पगन्धा एउटा हामीले नचिनेको यो चाहिँ सरले जुन चिन्दैन सक्यो सक्यो